यसपालि मैले भनेको छु 40 लाख बजेट छुट्याइएको छ, विद्यालयलाई 8 लाख वितरण गर्ने कुरा छ। नियमअनुसार वितरण हुँदै गर्दा त्यो 20 लाख विद्यालयलाई दिनुहोस्, अथवा तपाईँको होइन भने 32 लाख खर्च कसरी गर्नुभयो हेर्छु भयो भने म मुद्दा आउँदै भनेको छु। हामीले विद्यालयको तर्फबाट यो पटक सकिन्छ भने व्यक्तिगत सहयोग गरौँ न भनेर भाइ बहिनीहरूलाई पनि भनेका छौँ। यो कन्जी 3 लाख साझेदारी गरौँ भनेका छौँ। त्यो प्राप्त पनि भइसकेका छ, यहाँले बुझ्नु पनि भएको छ। त्यसको कति 28-29 लाख खर्च भएको छ। केही सहयोग हुनेछ भन्ने आश गरिएको छ। यसै गरी सुजन कार्की भाइले 10,000 नगद सहयोग गर्नुभएको छ, उहाँलाई बढी धन्यवाद। यसै गरी विमल कुमार कठास भाइले 2,500 सहयोग गर्नुभएको छ, उहाँलाई पनि बढी धन्यवाद। वडा कार्यालयले हामी यातायात खर्चबाट 30,000 दिन्छौँ भन्नुभएको छ, प्राप्त हुन बाँकी छ। उहाँहरूलाई पनि अझ थपेर 50,000 प्राप्त होस्। पैसा प्राप्त भइसकेपछि लागू हुने गरी अहिले सबैलाई बढी धन्यवाद। यसै गरी खेलाडीलाई प्रोत्साहन गर्नको लागि कृष्णबहादुर कार्कीले व्यक्तिगत सहयोग कति गर्नुभयो? बहिनीहरूलाई 2,000 गर्नुभयो, भाइहरूलाई कति गर्नुभयो? 2,000 गर्नुभयो, 4,000 सहयोग गर्नुभयो खेलाडी प्रोत्साहन गर्न, उहाँलाई पनि विशेष धन्यवाद। हाम्रो रविन बाबुले फोटो खिच्ने प्रोत्साहन गर्ने सँगै भनेर अत्यन्त ठुलो सहयोग गर्नुभयो, उहाँलाई पनि धन्यवाद। सहयोगको सन्दर्भमा चिरञ्जीवी डेरीका सञ्चालक भानुभक्त श्रेष्ठले चिरञ्जीवी डेरीको तर्फबाट 1 दिन खाजा खुवाइदिनुभयो। झन्डै त्यो नगदमा रूपान्तरण गर्ने हो भने 5,000 रुपियाँ होला, उहाँलाई पनि विशेष धन्यवाद। हामी यस्तो अवस्थाबाट खुसिरहेका छौँ। अध्यक्षज्यू, हामी कतिन्जेल यो विद्यालयका यस्ता कार्यक्रमहरूमा चुप लागेर बसेर त्यो भाइ बहिनीहरू र शिक्षकहरूको यो रोदन र क्रन्दन सुनिदिनुहुन्छ। हामीले कहाँ गएर कसलाई भन्नुपर्ने हो? स्थानीय सरकारलाई भन्यो, सरकार सुन्दैन। मलाई त अझ धेरै आरोप गर्ने गरिएको छ। म मात्रै यदि किन भनिरहनेछ नगरपालिकाले अहिले दिएको 40-50,000 पनि सायद के गर्ने होला थाहा छैन। हरेक कुरा झगडा गर्ने म। यसपालि मैले भनेको छु 40 लाख बजेट छुट्याइएको छ, विद्यालयलाई 8 लाख वितरण गर्ने कुरा छ। नियमअनुसार वितरण हुँदै गर्दा त्यो 20 लाख विद्यालयलाई दिनुहोस्, अथवा तपाईँको होइन भने 32 लाख खर्च कसरी गर्नुभयो हेर्छु भयो भने म मुद्दा आउँदै भनेको छु। हामी यसरी अन्यायमा परेका छौँ। कम्तीमा भएका स्रोत साधनहरूमा कुरा उठाइदिने, लबिङ गरिदिने र यस्ता सम्पूर्ण कुराहरू हेरिदिने काम पनि विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकारले गरोस्। हामी हातमा हात काँधमा काँध मिलाएर यहाँको कार्यक्रममा चालेका कार्यक्रम अगाडि बढाउन लागि पर्नेछौँ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु।